हार्दिक अपिल कालीकोट जिल्ला खानाचक्र नगरपालिका वडा नम्बर 11 बबेडी स्वर्गीय बुवा बल रोखाया र छोरा उमेश रोखाया 81 बिरामी हुँदा जिल्ला अस्पताल कालीकोटमा उपचार गर्न ल्याइएको थियो भने कालीकोटमा फेरि उपचार सम्भव नभएको कारणले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको गौतम चोक नजिकै कर्णाली अस्पतालमा ल्याएको थियो र कर्णाली अस्पतालबाट फेरि रिफर गरिएर जिल्ला कालागाउँ अस्पतालमा ल्याएको थियो र कालागाउँ अस्पतालमा फेरि रिफर गरिएर काठमाडौँ वीर अस्पतालमा उपचार भइरहेको छ। दर्शकबिन म कहिलेकाहीँ यस्तै दुखीका भिडियो लिएर आउँछु भने कहिलेकाहीँ चाहिँ यसो रमाइलो भिडियो लिएर आउँछु। आज निकै स्याड भिडियो लिएर आएको छु। हामीले जुन लाग्ने खर्च जुन 6-7 लाख लाग्ने भनिएको छ, जुन अपरेसन भइरहेको छ 2 लाख रुपियाँ खर्च भइसकेको छ र फेरि 6-7 लाख चाहिएको हुनाले उहाँको ज्यानको लागि उहाँको नयाँ जीवनको सुरुवातको लागि आज हजुरहरूको माझमा भिडियो लिएर आएको छु। दुःख नमानिदिनु होला, कृपया उहाँको जिन्दगी नयाँ सुरुवात हुन्छ भने तपाईँले सानो सहयोग गरिदिनु होला। यदि सहयोग गर्न चाहनुहुन्न भने भिडियोलाई मनकारी दाताहरूसँग भिडियो पुर्याइदिनु होला, किनकि मानव हो, मानवमा कति बेला के हुन्छ र कति बेला के आइपर्छ भन्ने त्यो कुरा हामीलाई पनि थाहा हुन्न, मलाई पनि थाहा हुन्न, हजुरलाई पनि थाहा हुन्न। त्यसैले भारतमा बस्ने सम्पूर्ण र देश तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीवासी दाजुभाइ दिदीबहिनीहरूले यो क्युआरमा सहयोग गरिदिनु होला। जति सक्नुहुन्छ आफ्नो खाजा खर्च छुटाएर। आफैमा उमेश रोखाया एकदमै दयालु र समाजसेवी, जहाँ बिरामी हुनुहुन्छ उहाँ प्रत्येकजनालाई सहयोग गर्ने व्यक्ति हो र उहाँको मनकारी समाजसेवीलाई आज उहाँलाई अप्ठ्यारो पर्दा हामीले हेरेनौँ भने मान्छे कि कहिले काम लाग्छ हैन। त्यो भएर सबैजनाले भिडियो मनकारीसँग भिडियो पुर्याइदिनु होला र भारतमा बस्ने सम्पूर्ण दाजुभाइ दिदीबहिनी यो क्युआर कोड हामीले राखिदिएका छौँ, भारत र नेपालको। र भारतमा बस्ने जुन क्युआर कोड उहाँको आफ्नै जेठान हुनुहुन्छ अरे र नेपालमा बस्ने दाजुभाइ दिदीबहिनीहरू पनि उहाँकै जेठान हुनुहुन्छ अरे। सबैजनाले आफ्नो सक्दो सेयर गरेर भिडियोलाई सेयर गरिदिनु होला, सहयोग गरिदिनु होला कृपया भन्न चाहन्छु। हामी सबै जुड्नुपर्छ, हामी सबै लाग्नुपर्छ। सबैजनाले थ्याङ्क यू सो मच। स्वास्थ्य लाभको कामना मेरो प्रिय साथी उमेश रोखाया। थ्याङ्क यू सो मच।